got so. Hello everyone. आज हामी क्लास 2 को मैथमेटिक्स पढ्न गइरहेका छौं। सबभन्दा पहिला म्याथमा हामीले मेन फोकस गर्नुपर्ने एड हुन्छ, त्यसपछि सबट्र्याक्ट हुन्छ, त्यसपछि मल्टिप्लाई हुन्छ, त्यसपछि डिवाइड हुन्छ। आज हामी मेनली फोकस गर्ने एडमा हो। एड भनेको कुनै दुईटा नम्बरलाई जोड्नेलाई भन्छ, जोडलाई एड भन्छ। अब दुई क्लासको हामी मेनली सानो सानो प्रब्लम हुन्छ। जस्तै हाम्रो क्वेशन हुन्छ भने 5 + 8। अब यसलाई कसरी एड गर्ने? 5 + 8 लाई हामीले सिम्पली हामीलाई 5 वटा चकलेट हुन्छ, 1 2 3 4 5 वटा। अनि कसैले फेरि हामीलाई 8 वटा चकलेट दियो, 1 2 3 4 5 6 7 8। अब यो दुवैलाई काउन्ट गर्नुपर्छ हामीले, 1 2 3 4 5 6 7 8 9 10 11 12 13 हो। यसैलाई एड भन्छ। यो यस्तै हामीले गर्नुपर्छ। अब अर्को क्वेशन जस्तै हामीले 7 + 3। अब यसलाई कसरी गर्ने? हामीलाई कसैले 7 वटा चकलेट दियो, 1 2 3 4 5 6 7। अब 3 वटा हामीलाई अझै दियो, 1 2 3। अनि 7 + 3 हामीले 10 गर्नुपर्छ। अब अर्को क्वेशन हेर्दा जस्तै अब 2 यो सिंगल डिजिटको भयो, एउटा नम्बर मात्र भयो सिंगल डिजिट। अब 2 डिजिटको हेरौँ हामी एड कसलाई भन्छ। 2 डिजिटको एड भनेको जस्तै 5 3 2 2। अब यसलाई कसरी जोड्ने? अब यो 3 अनि 5 1 2 3 3 भयो अनि 2 तलको छ 1 2 3 2 5 हाल्छ। 3 वटा अगाडि थियो अनि 2 वटा फेरि भयो 5। यसलाई 5 लेख्ने। अनि यो के हुन्छ? 5 छ, 5 वटा छ अनि 2 5 6 7। यसरी काउन्ट गर्ने, 1 2 3 4 5 + 1 2 7 भयो। यसलाई यसरी लेख्ने। अर्को क्वेशन हेरौँ त्यस्तै 8 9 7 3। अब योमा के भइहाल्छ? मेनली क्यारी गर्नुपर्छ हामीले। अब 9 पछि 5 6 7 8 9 हुन्छ। 9 को 9 भयो, +3 अझै छ हामीलाई। 9 पछि 10 11 12। 12 को हामीले के गर्नुपर्छ? 2 यहाँ लेख्नुपर्छ, क्यारी 1 यहाँ राख्नुपर्छ। के हुन्छ? 10 भन्दा 10 भयो भने 0 लेख्ने, क्यारी 1 माथि दिने। 9 सम्म सिंगल नम्बर लेखिन्छ। 10 भएपछि 2 वटा डिजिट हुन्छ, त्यसैले एउटा लेख्ने अनि एउटा क्यारी भइहाल्छ, ट्वाइस नम्बर क्यारी भइहाल्छ। अब जस्तै अब 9 3 12 12 को 2 लेखे, क्यारी 1 गयो। अब यो 8 अनि 7 8 पछि 9 10 11 12 13 14 15 1 16 भइहाल्छ। 16 को 6। अर्को हामी हेरौँ 7 5 3 9। अब 9 पछि 9 मा 8 गर्ने, 5 10 11 12 13 14 14 को 4 क्यारी 1 7 3 10 1 11। अब अर्को एउटा अझै हेरौँ हाम्रो 8 8 5 2। अब यो के हुन्छ? 8 2 10 10 को 0 क्यारी 1। अब 8 9 10 11 12 13 1 14। यस्तै हो, एड यस्तै हुन्छ। तपाईहरु अब एकचोटि अझै चेक गर्नु होला। अब थर्ड डिजिटको पनि एउटा दुईटा हामी हेरौँ। थर्ड डिजिटको यस्तो हुन्छ। थर्ड डिजिट भनेको 3 वटा नम्बर, 1 2 3 5 4 5। यसलाई कसरी एड गर्ने? 5 3 5 6 7 8 8 को 8 लेख, 4 2 6 हुन्छ, 4 5 6 5 यो भयो, एउटा 1 यो भयो 6। यसरी हुन्छ। 4 डिजिटको हेरौँ। अब 4 डिजिटको के हुन्छ? 5 4 3 2 9 4 1 5। अब यसलाई कसरी गर्ने? 5 2 5 यो भयो 6 7, ठीक छ। 3 यो भयो, 1 एउटा अझै 4 भयो, 4 यो भयो, 4 4 4 यो भयो, फेरि 4 यो पनि गर्ने, 1 2 3 4 5 6 7 8 8 यो भयो। अनि यो 9 अनि 5 5 यो 5 भयो, यो 4 भयो, 9 भयो। अनि अब फेरि 5 एड गर्नु छ, 5 फेरि 10 11 12 13 14 14 लेख्ने। यसलाई 4 डिजिट भन्छ। एड भनेको यही हो। तपाईहरु राम्ररी हाम्रो मेरो भिडियो हेर्नु होला, 2-3 चोटि हेर्नु होला, सिक्नु होला। केही प्रब्लम आउँदा मलाई मेसेज गर्नु होला। हस् त, थ्यांक यू। आजको हाम्रो एड यतिमै सक्छ। अनि मेरो च्यानल राहुल सूर्यलाई फलो गरिदिनु होला। धन्यवाद सबैजनालाई।